हेलो अनि नमस्ते सबैजनालाई वेलकम टु माई युट्युब च्यानल। आज फेरि म नयाँ भिडियो लिएर आएको छु क्याम्पिङको नै। हामी चाहिँ अहिले फेरि क्याम्पिङको लागि जाँदैछौँ। यस्तै यस्तै भिडियो हेर्नको लागि चाहिँ हामीलाई लाइक सेयर र सब्सक्राइब गरिदिनु होला। क्याम्पिङको लागि आज हामी टापानापा क्याम्प ग्राउन्ड जाँदैछौँ। पाराफिलबाट 2 आवर जस्तो लाग्छ। अहिले हामी बेनाजुको घर छौँ। यहाँ चाहिँ हामीहरू सामानहरू सबै लोड गरिरहेछौँ। सामान लोड गरिसके पछाडि चाहिँ हामी हाम्रो घर जान्छौँ र सामानहरू अलिअलि बिर्सेका थियौँ त्यो पनि लिएर अनि सबै सामानहरू चाहिँ प्याक गरेर चाहिँ हामी हाम्रो डेस्टिनेसनको लागि निस्किन्छौँ। क्याम्पिङको लागि चाहिँ हामी 4 जना गएका छौँ, दिदी, बेनाजु र म र मेरो हस्बेन्ड। एज अलवेज हामीले चाहिँ क्याम्पिङको लागि बुक गरिसकेका थियौँ किनकि बुक नगरिकन बस्न पाइँदैन। त्यही भएर हामीले अलरेडी नै 2 हप्ता अगाडि नै बुक गरेर राखेका थियौँ। अस्ट्रेलियामा अहिले क्याम्पिङको सिजन पनि चलिरहेको छ किनकि यो बेलामा जाडो हुन्छ, आगो बाल्न मजा आउँछ। त्यही भएर पनि यो चाहिँ एडिलेडको सिटी हो। सिटी हुँदै सिटीको छेउछेउ भएर साउथ रोड कन्ट्री साइड हुँदै हामी चाहिँ क्याम्पिङको लागि जानुपर्ने हुन्छ। त्यसको लागि हामीले के सामान बोक्यौँ भन्दाखेरि चाहिँ हामीले अभियसली टेन्ट इज कम्पलसरी। अनि त्यसपछि खानेकुराहरू मोमो पनि बोकेका थियौँ खाजाका लागि। अनि त्यसपछि चिकन विङ्गको बाल्नका लागि दाउरा। जाडो महिना छ सो हामीले ब्ल्याङ्केट पनि बोकेका छौँ। अनि ओछ्याउनका लागि कम्बलहरू, तन्ना, बस्नका लागि चेयरहरू पनि बोकेका छौँ र अरूहरू चाहिँ ग्रोसरीहरू र आफूलाई के भाडा चाहिन्छ सो अनुसारको भाडाहरू बोकेका छौँ। अरू क्याम्पिङ जानु हुँदाखेरि चाहिँ हजुरहरूलाई के सामान चाहिन्छ त्यो अनुसारको सामान बोक्न सक्नुहुन्छ। इट्स अप टु यु। हामी अहिले गइरहेको बाटो चाहिँ कंगारू आइल्यान्ड र भिक्टर हार्बर पनि जान्छ। बाटोहरू चाहिँ नेपालको जस्तै छ, पहाडहरू जंगलहरूले घेरिएको। टापानापा क्याम्पिङ ग्राउन्डको बारेमा कुरा गर्दा चाहिँ यो चाहिँ डिप क्रिक नेसनल पार्कमा पर्छ। यहाँ क्याम्पिङ जानुको फाइदा चाहिँ हजुरहरूले हाइकिङ र लुकआउट पोइन्ट पनि छ जहाँबाट चाहिँ हजुरले एकदमै ब्युटिफुल समुद्रको भ्यू हेर्न सक्नुहुन्छ। एन्ड अल्सो वाटरफल पनि छ र हाइकिङ गर्ने मान्छेहरूको लागि त बेस्ट प्लेस नै भन्छु म। सी द कंगारूज अल्सो। लुकआउट पोइन्टमा चाहिँ हजुरहरूले कंगारूहरू पनि हेर्न सक्नुहुन्छ बट इट्स बेस्ड अन टाइम, कुन टाइममा हजुर जानुहुन्छ त्यो अनुसार पनि हुन्छ। यहाँ क्याम्पिङ आउनुभयो भने चाहिँ कम्तीमा नि 2 दिनको लागि आउनु होला। 1 दिनको लागि चाहिँ अलिक पुगिँदैन किनकि धेरै ठाउँहरू छ घुम्नका लागि। त्यही भएर 2 दिनको लागि चाहिँ कम्तीमा पनि आउनु होला। हामीसँग चाहिँ समयको अलि अभाव र सबैजनाको छुट्टी नमिलेको भएर चाहिँ 1 दिनको लागि मात्र आएका थियौँ, मतलब 1 नाइटको लागि। त्यही भएर पनि हामीले धेरै ठाउँ घुम्न पाएनौँ। हामीले लुकआउट पोइन्ट मात्र गयौँ। तर हामी फेरि नेक्स्ट टाइम आउने चाहिँ प्लान गरेका छौँ किनकि हामी हाइकिङ पनि जानु छ, वाटरफल पनि हेर्न पाएनौँ। त्यही भएर वाटरफल पनि जान्छौँ। नेक्स्ट टाइम चाहिँ हामी 2 दिनकै लागि आई मिन 2 नाइटको लागि आउँछौँ। यहाँको बाटोको कुरा गर्दाखेरि चाहिँ कन्ट्री साइड हो। त्यही भएर चाहिँ घरहरू चाहिँ अलि लेस नै पाइन्छ तर पनि भ्यूहरू चाहिँ फेरि एकदमै राम्रो छ। बाटोमा बारीहरू हेर्दाखेरि चाहिँ नेपाल जस्तो भाइब आउँछ। त्यही माथि चलिरहेको थियो, गाईहरू चलिरहेको थियो, त्यो हेर्दाखेरि चाहिँ झनै नेपाल जस्तो लाग्यो। तर हेर्नुहोस् न, सेम वालपेपर जस्तो लाग्छ है मलाई चाहिँ फेरि यो हेर्दा। बाटोमा रोकेर चाहिँ भ्यूको मजा लिन मन थियो तर हामी अलरेडी ढिला भइसकेका थियौँ। बिहान 8 बजे हिँड्ने प्लान थियो तर हामी 12-1 बजे हिँडेका थियौँ किनभने हामीले सामान पनि छुटेका थियौँ सामान लिनलाई र केमाट गएर हामीले सामान किनेका थियौँ। त्यही भएर यताउता गर्दाखेरि चाहिँ हामी ढिला भयो। अनि ढिला भएको कारणले गर्दा फेरि गएर टेन्ट पनि लाउनु पर्ने थियो। सो समय नभएको कारणले हामी चाहिँ बाटोमा कहीँ पनि रोकेनौँ, सिधा स्ट्रेट गयौँ तर पनि भ्यूको मजा चाहिँ लिँदै गइरहेको थियौँ। बिहान 8 बजे हिँडेर चाहिँ हामी सबै कभर गर्ने प्लान थियो तर आज हामी भ्याएनौँ। एनिवे भिडियोहरू कति मजाले चलिरहेको छ। इन्जोइङ द जर्नी। हामी फाइनली त्यो ठाउँ पनि आइपुग्यो, टापानापा क्याम्प ग्राउन्ड। यो चाहिँ टापानापा क्याम्प ग्राउन्ड चाहिँ हामी अझै भित्र जाँदैछौँ। टापानापा लेखिएको बोर्डबाट चाहिँ हामी राइट साइड गइसके पछाडि चाहिँ यस्तो राम्रो समुद्रको भ्यू देखिरहेको छ। यहाँको बेस्ट पार्ट भनेको यही हो, हाम्रो छेउमै क्याम्प ग्राउन्ड छ र छेउबाट नै हामी यस्तो राम्रो समुद्र इन्जोय लिन सक्छौँ। यसरी भ्यूको इन्जोय लिँदा हाम्रो क्याम्प ग्राउन्ड तर्फको बाटो पनि आइपुग्यो। यहाँ बोर्ड देखिरहनु भएको छ हो। फेरि हामी यहाँबाट लेफ्ट लाग्छौँ र हाम्रो चाहिँ नम्बर 1 मै थियो। त्यही भएर हाम्रो अगाडि नै हाम्रो बस्ने ठाउँ आइपुग्यो। हाम्रो चाहिँ नम्बर 1 भएको भएर हामीलाई उता जानु परेन, अगाडि नै भएको भएर सजिलै भयो थियो। र दिस इज आवर स्पोट। यो नै हो हामी क्याम्प गर्नको लागि बस्ने ठाउँ। यो चाहिँ सानो छ, धेरै ठुलो चाहिँ छैन। 3वटा जति चाहिँ टेन्ट राख्न मिल्छ। म चाहिँ हजुरहरूलाई हाम्रो क्याम्प स्पोटको एरिया देखाउँदैछु। अब चाहिँ हाम्रो आफ्नो टेन्टहरू र सामानहरू राख्न थाल्छौँ।
यो पोइन्टमा चाहिँ म उहाँलाई लुगा तान्नु भन्दै थिएँ, प्यान्ट हल्का तल आएको भएर चाहिँ हल्का माथि सार्नु भन्दै थिएँ। कुरामा चाहिँ जोक्स गरिरहनु भएको छ। सबैजनालाई भोक लाग्यो भनेर चाहिँ यहाँ पालो पिलो मोमो हेर्दै गरिरहनु भएको छ, कहिले पाक्छ भनेर। दुईटा सामान ल्याउन छुटेका थियौँ, सो लिनको लागि कुन ठाउँ नजिक पर्छ भनेर हेर्नु भएको छ।
यहाँ यसरी मोमो ठाउँमा चाहिँ नेटवर्क नलाग्ने भएको कारणले गर्दा हामी चाहिँ कुन ठाउँ नजिक पर्छ सामान लिनको लागि भनेर त्यही बारेमा डिस्कस गरिरहेका थियौँ र आफ्टर सबै सेटअप गरेपछि चाहिँ अनि खाजा खाएपछि चाहिँ एकछिन आराम गरेर अनि जाने भन्ने कुरा थियो। हामी चाहिँ दुई ठाउँमा एकदमै कन्फ्युज थियो। एउटा चाहिँ भिक्टर हार्बर र अर्को चाहिँ एउटै छेउको एउटा ठाउँ थियो। त्यो ठाउँको नाम मलाई थाहा भएन र दुईटामा एउटा जाने कन्फ्युज भइरहेको थियो। नेटवर्क नलागेको कारणले कुन टाढा र कुन नजिक पर्छ भन्ने विषयमा नै हामी कुरा गरिरहेका थियौँ। हामीले गरेको मिस्टेक जस्तै हजुरहरू चाहिँ नगर्नु होला। सामानहरू चाहिँ एउटा सबै चेक गरेर मात्र ल्याउनु होला। यसमा चाहिँ हामी बिहानै अलि ढिला पनि हिँड्यौँ एक त अनि अलि हतार नै गरेको भएर चाहिँ एक दुईटा सामान ल्याउन बिर्सेको हौँ। हजुरहरू चाहिँ यसो नगर्नु होला। एक दिन अगाडि नै सबै सामानहरू चाहिँ रेडी गरेर राख्नु होला। हाम्रो यो मिस्टेकको कारणले गर्दा चाहिँ हामी वाटरफल र हाइकिङ गर्न जान पाएनौँ। आफ्टर इटिङ मोमो हामी चाहिँ गाडीमा चढेर गयौँ र जाँदै नेटवर्क लागिसके पछाडि बल्ल हामीले गुगलमा हेऱ्यौँ र हेर्दाखेरि 14 मिनटको डिस्टेन्समा थियो र गएर सामान ल्याइसके पछाडि हामी यहाँनिर एउटा लुकअप पोइन्टमा आयौँ। यहाँ चाहिँ गाडीमा आउँदा पनि हुन्छ, प्रायः जसो मान्छे चाहिँ हिँडेर आउनु हुँदो रहेछ। हामी अलि ढिलै पुगिसकेका थियौँ, त्यही पनि यति राम्रो भ्यू देखिरहेको छ भने बिहान आइपुगेको भए त झन् कति राम्रो भ्यू देखिन्थ्यो होला। त्यही भएर कम्तीमा नि 2 डेजको लागि आउनु होला। यहाँ आउनु हुँदाखेरि चाहिँ बिहान मात्र आउनु होला किनकि यति राम्रो भ्यू देखिँदो रहेछ कि यहीँ बसिरहँ जस्तो। धेरै टुरिस्टहरू चाहिँ हिँडेर पनि आइरहनु भएको थियो भने कतिपय वाटरफलबाट फर्किँदै पनि हुनुहुँदो रहेछ। अलरेडी रिच हियर टु लेट सो वी डोन्ट ह्याभ टाइम टु एक्सप्लोर मोर। त्यही भएर राति बेलुका
अलरेडी भइसकेको कारणले गर्दा चाहिँ हामी गाडीमा आयौँ र गाडीमा नै हामी फर्क्यौँ पनि। फर्किसके पछाडि चाहिँ हामीले सुरुमै आगो बाल्यौँ किनकि जाडो मौसम थियो, त्यही भएर तातो तातो फिल गर्नको लागि चाहिँ हामीले आगो पनि बाल्यौँ। समुद्रको चिसो हावाको मजा लिइसके पछाडि चाहिँ शरीर तातो र न्यानो बनाउनका लागि हामी एकछिन आगोकै छेउतिरै बस्यौँ। Spacey, I've been lost inside a daydream. These hopes of mine could really break me or catch me by surprise. Faces, sun-kissed skin inside a basement. LA kids just trying to make it before the next sunrise. So who's that knocking at your door? दिदी र म चाहिँ आगो तापिरहेको छु भने भिनाजु र मेरो हस्बेन्ड चाहिँ दाउरा निकालिरहनु भएको छ। दाउरा चाहिँ धेरै हुन्छ भनिरहनु भएको थियो, तर दाउरा चाहिँ ठ्याक्कै पुग्यो हामीलाई भोलिसम्मको लागि। Down and I'm not wearing out. अस्ट्रेलियामा दाउरा चाहिँ अलिकति महँगै छ। हुन त हामी अघि आउने बाटोमा चाहिँ दाउराको चाहिँ अप्सन राखिएको रहेछ, जहाँ चाहिँ हामीले किन्न पाइँदो रहेछ $12 त्यो ठिकै प्राइस हो, तर बाहिर किन्दा चाहिँ एकदमै धेरै महँगो लिन्छ। त्यही भएर भिनाजुहरूले चाहिँ घरबाट चाहिँ बनाइएका विभिन्न फ्याँगिएका वुडहरू हुन्छ बाहिर डस्टबिन राखेको चाहिँ हामीले लिएर ल्याउन सक्छौँ। त्यही भिनाजुहरूले चाहिँ ल्याउनु भएको कारणले हामीले पैसा चाहिँ तिर्नु परेन। त्यो हजुरहरूले पनि गर्न सक्नुहुन्छ। कसै कुनै ठाउँमा चाहिँ घर बनाइरहेको छ भने चाहिँ त्यहाँको बाहिर राखिएको डस्टबिनबाट चाहिँ उठाउन सक्नुहुन्छ। हामी आगो ताप्दै चिकन विङ्सको मजा लिँदै गफ गर्दै बसिरहेका छौँ। चिकन विङ्स चाहिँ 4 जनालाई 6 केजी ल्याएका छौँ, जुन चाहिँ अलिक बढी नै भयो। विङ्स खाँदा खाँदा हाम्रो पेट भर्यो, सो अरू केही खानै पाएनौँ। त्यसपछि एकछिन राति रमाइलो गरेर चाहिँ हामी सुत्यौँ र त्यसपछि भोलि बिहान उठ्यौँ। मेरो हस्बेन्डको चाहिँ 10 बजे काममा जानुपर्ने भएको भएर चाहिँ हामी बिहान चाँडै उठ्नु पर्यो। उठ्ने बित्तिकै मेरो हस्बेन्डले चाहिँ पहिला अन्डा उमाल्नु भयो र भेनाजु र दिदीहरूलाई पनि उठाउनु भयो। त्यसपछि हामी सबैजना उठेर चाहिँ चिया खायौँ। चिया खाइसके पछाडि हामी सामानहरू प्याक गर्नतर्फ लाग्यौँ र साथै क्लिनहरू पनि गऱ्यौँ, किनकि यहाँनिर फोहोर राख्नु हुँदैन, त्यो सबै क्लिन गरेर जानुपर्ने हुन्छ। सामानहरू सबै प्याक गरिसके पछाडि हामी रिचेक गरिरहेछौँ केही कतै छुटेको कि छैन, र साथै यो आगो पनि निभाउनु पर्ने हुन्छ। आगो पनि निभाएर सबै सामानहरू चाहिँ रिचेक गरिसके पछाडि हामी घरतर्फ अघि बढ्यौँ। घर जाँदाखेरि पनि एकदमै राम्रो भ्यू देखिरहेको थियो, किनकि घाम लागिरहेको थियो, बिहानको समय थियो, त्यही भएर पनि। त्यसपछि हामी घर जानुभन्दा अगाडि चाहिँ मेरो हस्बेन्डलाई हामी पुऱ्याउँछौँ। पुऱ्याइसके पछाडि अनि बल्ल मलाई पुऱ्याइदिनुहुन्छ। सामानहरू चाहिँ हामी भरे भिनाजुकै लिन जान्छौँ मेरो हस्बेन्ड आउनु भइसके पछाडि। सो दिस इज इट गाइज, हाम्रो ब्लग पनि यहीँ नै सकियो। थ्याङ्क यू सो मच फर वाचिङ, र धेरै नै रमाइलो भयो। यस्तै भिडियो लिएर आउनै छु। थ्याङ्क यू सो मच फर वाचिङ।